नमस्कार। मैले यो तस्बिर कुस्मा नगरपालिका 14 काउले थामा डाँडाबाट लिएको छु। यो मैले देखाउँदै गरेको दृश्य चाहिँ यो चाहिँ बिरेसुवारा हो। यो बिरेसुवारा, यहाँबाट बिरेसुवारा अनि पारी चाहिँ हल्का सबै देखिन्छ। यो रकम टोल, सिरानघर टोल, पुछारघर टोल, बिरेसुवारा, यता चाहिँ बिलाहरा टोल, यो बिलाहरा टोल, अनि त्यहाँबाट शिवालयतिर अधिकारी गाउँ। यो एक दृश्य हो। यो चाहिँ हाम्रो काउले थामा डाँडाबाट मैले यो तस्बिर लिइराखेको छु। देश तथा विदेशमा रहनुहुने सबैले चाहिँ यो दृश्य हेरिदिनु होला। यो चाहिँ अवलोकन गरिदिनु होला, हेरिदिनु होला यो फोटो र माया गरिदिनु होला। म के भन्न चाहन्छु भनेदेखि यो हाम्रो चाहिँ यो पर्वत जिल्लाको कुस्मा नगरपालिका 14 को यो काउलेको दृश्य हो। यो चाहिँ पञ्चासेको काखमा छ। हाम्रो यो पञ्चासेको सबभन्दा नजिक गाउँ भनेको हाम्रो पर्वत वार्ड नम्बर 14 को काउले गाउँ, आर्थर काउले गाउँ हो। यो काउले गाउँ सबभन्दा नजिक पर्छ। यो चाहिँ हाम्रो पर्यटकीय स्थल त्यो पञ्चासेको, यो पञ्चासे, यहाँबाट पञ्चासे पनि देख्न सक्नुहुन्छ तपाईँले। पञ्चासेको दृश्य हो। यो पञ्चासेतिरको दृश्य हो। यो चाहिँ हाम्रो पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र। यो शुद्ध राधाकृष्ण सुदामको मन्दिर, अनि त्यहाँबाट सिद्धबराहको मन्दिर, पञ्चासेको सिद्धबराहको मन्दिर पनि हाम्रो यहीँ नै देख्न पाउनुहुनेछ। तपाईँहरूले यो हाम्रो गाउँलाई, हाम्रो वडा, हाम्रो गाउँलाई चाहिँ माया मानेर यहाँ आइदिनु होला, हेरिदिनु होला। नभएदेखि यो तस्बिर हेरेर चाहिँ एक लाइक, एक सेयर, एक लाइक, एक कमेन्ट गरिदिनु न। म धेरै मैले तपाईँहरूसँग अनुरोध गर्दछु। यो हाम्रो चाहिँ प्यारो हामी जन्मेको गाउँ यो आर्थर काउले गाउँ हो। यो आर्थर काउले गाउँ एकदम रमाइलो छ। सबैले रमाइलो छ भन्छन्। मैले पनि धेरै चाहिँ म जन्मेको भएर होला अथवा के हो, यो गाउँलाई अति नै माया लाग्छ, अति नै रमाइलो गाउँ छ यो। एकदम माथि पञ्चासे गाउँ हो यो। पञ्चासे गाउँ, पञ्चासे लेक, एकदम माथिको पञ्चासेको लेक हो। ल हस्, धन्यवाद। हाम्रो काउले गाउँलाई माया मानिदिनु होला भन्दै म तपाईँहरूमाझ बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।